सुकाइ मासु नि यहाँ मान पाइँदैन कोही कोही ठाउँ यस्तै बगेको हुन्छ अनि उ त्यस्तै हुन्छ पौडीमा कोही कोही ठाउँ यस्तै तेर्सो बगेको हुन्छ कोही झरना झरेको हुन्छ म त कोका-कोला खान्छु कोका-कोला विमल के भन्नु छ छैन हाम्रो गाउँको खोला जस्तै रहेछ तिमीलाई के भन्नु छ फाइनली वाइट चाहिँ एकचोटि बाउन्ड गर्छ कि अब नेक्स्ट टाइम बढ्न बाँकी छ त्यही कुरा गरिरहेको नगराउनु खानेकुरा आएको त्यस्तो हजुरको हो कि यो ए यस्तो पो म त अर्को रास सोचेको थिएँ मैले प्लेटमा सोचेको थिएँ किनकि प्लेट के भन्नु छ विमल नेपाल नेपाल राइट नाउ यस्तो झुलो बाटो हिँडिरहेको छ यतापट्टि खोला पानी चुरी खोला पानी तलपट्टि सानो खोला 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 जाउँ यता कसरी थाहा भयो खोला यो खोला यता गएबाट मजा भने होइन नि त भिडियो गरिराख्यो कि काट्न मिल्दैन र बदलको मासु है यो चाहिँ बदलको मासु खाने मान्छे यस्तो छ बदलको मासु भन्ने त्यो कुखुराको अनि यो चाहिँ मिक्स ग्रिल बदल ससेज गाई ए खाङ्रो अनि यो चाहिँ धेरै मासु खाने मान्छे तिमी हो जो तीनटा मिसिया ¿Qué tal? ¿Bien? Muito bom. Obrigado. Very good this one. Thank you so much. Obrigada. यो चाहिँ होममेड वाइन रेड ग्रीन वाइन हैन and these guys are drunkards so they are drinking like this Nó sôi nó là hành
छैन केही पनि छैन कडा पनि छैन नर्मल छ एकदम नर्मल छ पानी रहेछ त्यहाँ त पानी रहेछ फिर भी भनेको अफिलिएट पिटी भन्नु त पोर्चुगिजमा किन बुझ्नु यहाँ पोर्ट छैन जस्तै नै उति स्पेनिस बोल्दा थियो ल गाइस तेस्रो दिन हामी कता रे अब कान्छ कता रे अब हामी वाटर पार्क जेरेस वाह हुन्छ है तेस्रो दिन जेरेसको क्याम्पिङ सकाएर वाटरफल सकाएर लाग्यो है त के रे बेबी कम टु जेरेस बेबी कम टु जेरेस बोला बेबी कम टु जेरेस भन्ने वाटर पार्क जाँदै Habibi come to Jeres. Habibi come to Jeres. Baby come to Jeres. यस्तो जनावरहरू भेटिन्छ एउटा यस्तो हामी चाहिँ अब घर फर्किँदै वाटर पार्क हुँदै त्यसपछि ब्रागा कोइम्ब्रा हाम्रो बाजे हुनुहुन्छ नाम के भन्नुपर्छ भन्दा ¿Cómo se llama? Eu? Manuel. Manuel. हामी चाहिँ मानुएलसँग गइरह है एकदम रमाइलो भइरह चाहिँ जेरेसको पब्लिक घरहरू जेरेसको घरहरू ठ्याक्क बनावट पनि ठ्याक्क स्विजरल्यान्डको लटर मोडर्न जस्तै रहेछ अनि यहाँ मान्छेले भन्दै नेपालको कहाँ जस्तो रहेछ हजुर नेपालको कहाँ जस्तो छ अरे नेपालको गुल्मी दवाखानी जस्तो छ कालीगण्डकी गाउँपालिकाको वार्ड नम्बर 2 त्यस्तै छ वार्ड नम्बर कति 2 वार्ड नम्बर 2 को दवाखानी जस्तै स्विजरल्यान्डसँग उस गर्नै पर्दैन घाम लाग्ने हिउँ नपर्ने हरियाली त्यस्तै एकदमै कहाँ खोटाङको त डिटेल बजारको माथि बत्तीको त मरुभूमि जस्तो छैन यहाँ बाहिर डिक्टेल चाहिँ एकदम हरियाली छ है खोटाङ हलेसी नामै गामी छ अरे यहाँ एक्सप्लेन गर्नै पर्दैन होइन गाइजहरूलाई थाहा नि गाइजहरूलाई थाहा छ नि हो यस्तो पोस्ट भनेर
Senior Manuel, ¿cómo está? ¿Cómo está? How are you? Tudo bem? Tudo bem. Muito bom. Muito fixe. Muito fixe. Ah, Muito fixe. Jeres é muito boa, Jeres. é bom. Sim, muito bom. Muito turismo. Sim, muito turismo. Muito, यसलाई के भन्छ जङ्गललाई हरियो भन्छ के भन्छ muito verde. Muito verde. Muito verde, sim. Este é perto de Espanha, né? Sim. Perto de... Espanha perto. A 12 km. Só 2 quilômetros? 12, 13 km à fronteira. यहाँबाट स्पेन चाहिँ 2-3 किलोमिटर मात्रै छ अरे गाइज तर हामी यहाँबाट हामी नि गएर आइसकेको स्पेनको बोर्डरमा दाहिने खुट्टा स्पेनपट्टि देब्रे खुट्टा चाहिँ नेपाल के अरे पोर्तुगलपट्टि पारेर आएको है गाइज यहाँ चाहिँ हाम्रो सिनियर म्यानुअल हुनुहुन्छ हामीसँग सबभन्दा पहिला टिकटक बनाउँछ एके मिस मोटी एके काले दाई काले दाई होइन खैन देखाउने ह्यान्डसम म्यान यताखेरि नाके दाई गाइज मेरो नाक छ त्यस्तो नाके रतनकारी जर्मन अनि अरू के हो स्विजरल्यान्ड जर्मन नर्वे स्विडेन फिनल्यान्ड पोर्तुगल Now you guys know that she is the most immigrated world in the Old in the person, yeah. person in the world. Hey, हिजो भिडियो छ गाडी त्यसै मान्छे त्यो लड्नु लाग्दै मेरो त्यहाँबाट के भन्ने आशिष राम्रो दिदी त विश्व सुन्दरीमा पनि पर्नुहुन्छ ए एकदमै विश्व सुन्दरी यात्रा पोर्तुगल हो यो हामी चाहिँ ऊ त्यो माथिको डाँडा पुगेर आएको है टुप्पोमा देखिरहेको डाँडा नि टुप्पोमा पुगेर आएको हिँड्दै त्यही त्यहाँनिर हिँडेर पुग्नको लागि चाहिँ 3.5 घन्टा जस्तो लाग्दो रहेछ नदी त छ काली गण्डकी तर यो यस्तो खालको ऊ छैन टाल हो कि के हो यो टालको पानी माछीले खाने भनेको जस्तो टालको पानी माछीले खाने हजुरको हात देखिया छ जस्तो लागिरहेको मतिर औँला क्यामेरामा पानीको बिचमा 깜짝 놀랐어요. 나 very well. 네. 안녕하세요. ¿Cómo están? सक्यो होला त्यति नै होला हैन कति छ र अरु भन नि त हजुरले केही सोधेको हुन्छ मैले के भन्ने त अब सोध्दैन माया दिदीले भन्नुहुन्छ नि
BTS Hola, hello, good morning, namaste. BTS को भी को फ्यान Annyeong, walaikum salam, walaikum. Sejana जोड़े बच्चा. Hai. Nah, hari guys order pakayo. Oke, sam. Kita mau. ल गाइज हामी चाहिँ लगभग वाटरफल आइपुगेका छौँ गरेको कमरा पनि छ चिसो छ त्यही चिसो कमरा लागेको भयो अब त्यहाँनिर चाहिँ हामी चट्टसँगले सर्फिङ गरेर त्यस्तै कुरा आउँछ मलाई जाँदैछौँ। जबरजस्त Obrigado. Muito obrigado, senhor. Manyo, senhor Manyo, muito obrigada. pouquinho. Guys, finally Betbo. Finally. Get this waterfall. हरिलाई उतिमा लटा हाल्यो हिजो भर्खर आज 3 दिन भित्रमा 2025 जति फोटो खिचिसक्यो होला। एकचोटि ह्यान्डसमको है काले दाइको मेरो होइन गाइज। ल गाइस
ल है गाइज हामी चाहिँ यो के वाटरफल वाटर पार्कबाट चाहिँ पौडी सौडी खेलेर सबै कुरा गरेर के गरेको भनिदिनु सबभन्दा पहिला स्की त्यसकी जेट स्की अति रमाइलो त्योभन्दा पछाडि यत्रो डल्लोमा बम बम गर्दै कुदेको आकाशमा हावा उड्दै रमाइलो लास्ट एडभेन्चर्स थियो है अनि त्यस पछाडि स्विमिङ डाइभिङ मोटो घामले दौड अनि लन्चिङ फन्चिङ सबै गरेर आरु ल गाइज आरु यो चाहिँ आरु नेपालमा यसलाई आडु भन्छ हामी चाहिँ ब्रिज क्रस गर्दैछौँ यो चाहिँ फुलहरू हामीले चाहिँ सबै कुरा गरेको थिएँ एउटा गरेको चाहिँ स्की जेट स्की अगाडिको भइहाल्यो अनि पछाडि अर्को गरेको चाहिँ यहाँ नगरेर रहेछ अति रमाइलो हुन्छ गाइज पोर्चुगलको ठ्याक्क बजेटिङ प्लान गरेर फेरि यस होलिडेज मनाउनको लागि चाहिँ 2-3 दिनको प्लान गरेर आउनुभयो भने इनफ हुन्छ नत्र भनेदेखि एक हप्ताको लागि आउँदा तपाईँले सबै कुरा गर्न सक्नुहुन्छ यो चाहिँ जेरेस हो वान अफ द नर्थ इस्ट पार्ट अफ पोर्चुगल कस्तो महसुस भयो आधा कान्छ हाउ डु फिलिङ मजा आयो त्यो एउटा लास्टै मजा आयो I am feeling mind blowing. हामीले चढ्यो She is saying she felt mind blowing. अब चाहिँ हामी फेरि जेरेसको सबै एडभेन्चर्सहरू सकेर गर्दा रे के अरे कहाँ फर्केको रे हामी ब्रागा फर्किँदैछौँ हेडिङ टु ब्रागा गाइज यु क्यान सी द ब्युटिफुल गर्ल्स अन द बोट हामीले लाग्नु भइरह नि त्यही गरे हो दुईजना चढेर एकचोटि आउन भन्थ्यो किन आइरे ल गाइज यो चाहिँ ब्रागाको पोर्टा दी नोभा चाहिँ हामी ब्रागा पुगेछौँ अहिले चाहिँ ब्रागाको पोर्टा दी नोभा हामी ब्रागाको युनिभर्सिटी हुँदै घुम्दै अहिले पोर्टा दी नोभा चाहिँ एकदम टुरिस्टिक एरिया हो यो ब्रागाको भनेको चाहिँ ब्रागाको गेट
ल कसले कस्तो मान्छे यहाँ गिराले गिरे मन गर्छ यहाँ रहेछ त रिमोट किचेर होला नि उठेको त किच्यो जानु उठ्दाखेरि ह्यापी दसैँ ह्यापी दसैँ सबैजनालाई तिमीलाई नि ह्यापी दसैँलाई ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ खै तिम्रो ल ह्यापी दसैँ ह्यापी दसैँ जब पाइते